5 वर्ष पुरानो हेलो गाइज के छ त सन्चै हो हालखबर ठिकै हो के अरे आज चाहिँ म एउटा मेरो पुरानो भिडियो देखाउन जाँदैछु 5 वर्ष पुरानो। त्यति बेला चाहिँ प्रकाश मामाको बर्थडे थियो। त्यही बेला मैले चाहिँ सानो सानो हुँदा नि भिडियो बनाउने गर्थेँ के भिडियो बनाउन मलाई एकदमै मन पर्थ्यो। राम्रो क्यामेरा क्वालिटी नभए तापनि मामाको बर्थडेमा चाहिँ मैले लगभग 10-20 मिनटको चाहिँ भिडियो बनाएको छु। पहिलाको सम्झनाको लागि चाहिँ मैले त्यो भिडियो हजुरलाई देखाउँछु। खतरा मजाको भिडियो बनेको छ हैन। नाचगानको पुरै भिडियो हेर्नु हजुरलाई मजा आउँछ। मजा आएन भने बरु लाइक सब्सक्राइब नगरिकन गयो भने चाहिँ डिसलाइक गरे हुन्छ गाइस। भिडियो हेरौँ है। त्यो साइडमा भोइस सुन्नु भइरहेको छ नि त्यो चाहिँ मेरो पहिलाको भोइस हो है गाइस। 5 वर्ष पहिला उहाँको च्यानल गएर सब्सक्राइब हान्दिनु मेरो मामा। उहाँ साइडमा बसेको चाहिँ मेरो किरण मामा हो। अहिले चाहिँ उहाँको 25,000 भन्दा नि बढी सब्सक्राइबर छन् युट्युबमा। उहाँ चाहिँ एउटा ठुलो युट्युबरै हुनुहुन्छ र उति बेला चाहिँ सब्सक्राइब हान्दिनु भनेर भन्ने गर्थे। सबैलाई देखाएर चाहिँ उहाँको चाहिँ ह्याप्पी बर्थडे है आज। दियानाले नि भिडियो खिच्न लाग्छन्। कहिले काट्ने हो केक? अनि त्यो भिडियोको साइडमा बसेको काले चाहिँ त्यो चाहिँ म है गाइस। 5 वर्ष अगाडि सम्झनेलाई होला हेर मुटु ढड्किने तिम्रै नाम लिएर
क्रस गर्दाखेरि त्यही दुईतिर हान्छ क्या लो यसले गर्दा भइहाल्छ अनि ल सबै लाइटर भिडियो बनाउन पठाइदिनु मान्छे ल लेट्स स्टार्ट खान्छु म भाइ लके जलाउनु अनि ह्याप्पी बर्थडे लामो हुन्छ नि भिडियो युट्युबको लागि धेरै लामो हुन्छ दिनु युट्युबमा हो हाल्ने भान्जुले नि हो हेलो भान्जु हेलो हेलो सब्स्क्राइब गरेर 6 मा 7 बनाउनु ल ल ह्यापी बर्थडे टु Happy birthday to you. Happy birthday to you. हेलो गाइस सब्स्क्राइब गरिदिनु होला हाम्रो भान्जुको भिडियोलाई एन्ड गरौँ होइन यति नै भिडियो थियो पहिलाको 4 वर्ष पहिलाको भिडियो हो 4-5 वर्षको पहिलाको भिडियो मामाको बर्थडे बनाउँदाखेरि यसरी रमाइलो गरेको थियौँ भनेर सम्झनाको लागि भनेर फेरि भिडियो रिपोस्ट गर्न जाँदैछु अब यो भिडियो चाहिँ मेरो ग्यालेरीमा सेभ थियो अनि ठ्याक्क सम्झनाको लागि हुन्छ भनेर चाहिँ यो भिडियो बनाउन परेको र लाइक सब्सक्राइब गर्नु नबिर्सिनु होला थ्याङ्क यू फर वाचिङ फेरि पनि मिलाउनु एउटा नयाँ भिडियोका साथ नयाँ जोसका साथ आजको लागि चाहिँ यति नै थ्याङ्क यू गुड बाई